ल केडा यो घरबाट सुरु गरौँ है त आज हाम्रो देउसी भैलो है त रेडी हो नि तिम्रो ल त्यसो भए त भट्याउ नि त म त भट्याउने दिन्न यी ओइ त भट्या यी भट्याउँछ यो भट्याउँछ यी म त भट्याउँदिन यो भट्याउँछ यी भट्याउँछ ओइ त आइ तिमीहरु नै भट्टा भट्याउँदिन ओइ भाइ भट्याउँछु भन्ने भट्या तिमीहरु म त देउसीले मात्र भन्ने हो भट्या रो एकजना त मलाई आउँदैन भट्याउदिन ए त्यसो भए त भाइ अब भट्याउरे हो भट्या म पनि भट्याउँदिन एकजना भट्याउनु हो आउँदैन भट्याउदिन म त भट्टाउन आउँदैन मलाई आउँदैन भट्याउन म त भट्याउन वाला छैन म त भट्याउँदिन म पनि भट्याउँदिन म त भट्याउँदिन म पनि भट्याउन वाला छैन तिमीहरु भट्याउनु म त भट्याउँदिन म पनि भट्याउन वाला छैन अरे यिनीहरु त भट्या भाइ के भट्याउँदिन म लु म देउसीले भनिदिन्छु म पनि देउसीले भन्छु ए नाइ भट्याउन आउँदैन ए भन्नु मेरा भाइ यो देउसुरे 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 ए यो घरको देउसुरे ए सिंहदरबार त छैन है ए भाटबाट नि जत्रो देउसुरे ए भाटबाट पनि छैन भाटबाट फुटी ए यो घर राम्रो देउसुरे ए हामी कति देउसुरे ए छ भए जम्मा देउसुरे ए भनेर भाइ यो देउसुरे छैन क्या घरमा के भन मेरा भाइ यो देउसुरे ल राम्रो भट्याउँदो रहेछ बस्नु तिमीहरूलाई के हो अङ्कल यार यत्रो बेर भट्याएको यार केटा के हो यार हाम्रो त इज्जतै भएन त यार भएन मैले भट्टे भनेको थिएँ तिमीहरूलाई ए अस्ति जेनजी आन्दोलन तपाईले देख्नु भएको भएन अब फेरि सुरु हुन्छ तपाईको यही घरबाट सुरु हुन्छ आग लागि पनि यही घरबाट सुरु हुन्छ अब तपाई 10 रुपैयाँ दिने हामी जेनजीहरुलाई यो के हो हामी जेनजीहरुको यो के हो यार हाम्रो यही हो इज्जत जेनजीहरुको यही इज्जत यो 10 रुपैयाँ हो आग लागि हे तेरिका बाबु के भन्दो रहेछौ भनेर पो मैले जिस्केको त ल 1000 रुपैयाँ केडा हो प्रत्येक वर्ष हामीले 1000 रुपैयाँ पनि देउसी भैलोमा कमाएको छैनौँ यो चोटि मसँग यस्तो प्लान छ कि हामीले मिनिमम पनि 10,000 कमाउन सक्छौँ प्लान के हो भने Let's go! Go! Hello! Ready ho? Ready. Pana mera bhai ho. Dausure. Rambury bana. Dausure. Sur me like bana. Dausure. Bana bana. Dausure. Dausure bana. Dausure. Akun paku. Dausure. Sel roti chaku. साइकलको घन्टी दाउसुरे ए छिटो गरेर आन्टी दाउसुरे ए माकुराको जालो दाउसुरे ए तपाईहरु छिटो आउने पालो दाउसुरे ए आउनु न आउनु दाउसुरे ए छिटो आउनु दाउसुरे ए आउनु र आउनु दाउसुरे ए छिटो आउनु दाउसुरे ए भन मेरा भाइ यो दाउसुरे ए राम्ररी भन यो देउसुरे राम्ररी हेरिस केडा मैले भनेको के अब 10,000 भयो भएन त ए भन भन देउसुरे ल्याउ मात्र 10 रुपैयाँ बट तिमीहरुको लुगा हेरेर पैसा दिने हैन त तिमीहरुको संस्कार हेरेर पो पैसा दिने हो त तिमीलाई त 10 रुपैयाँ पनि धेर भयो 5 रुपैयाँ दिनु पर्थ्यो यसले गर्दा केडा यत्रो घाममा हामी बस्छौँ यसले केडा हैन पैसा पढ्न कमायो ठीक हैन रैला हान्नु पर्छ हो के न रैला हान्ने गलिया झोला निकाल्नु त हेरौँ खै झोला खै कहाँ छ खै झोला त अनि
सागर लग होला खोइ सागरे खोइ कहाँ गयो त्यो मुला कहाँ से गयो त्यो सागर हैन यसले त हाम्रो पैसा र चामल बेचेर कार पो किनेछ त ओ नाइला ठोकिदिने केटा ए भन मेरा भाइ हो ए राम्रो रे भन ए सोरी विदाई गर्न ए भन न भन ए शर्मिलाई भन छोडेर गयो यार भाइ मोरा ए भन मेरो भाइ हो ए आओ न पैसा दिन गयो घरमा त कोही छैन कि क्या ए साइकलको घन्टी ए बन मेरो भाइ हो ए राम्ररी बन ए शर्मिलाई बन ए बन न बन ए बन न बन ए गानामा तिरोला ए के छोरोला ए बन मेरो भाइ हो ए राम्ररी बन ल बाबु राम्ररी आशिक दिनु ल वर्ष दिनमा आएको चाडपर्वमा आशिक दिएको लाग्छ भन्छन् मेरा मुंह से निकल गई मेरी जबान टूट गई यार